माननीय सदस्यहरू जिम्मेदारीपूर्ण ढङ्गबाट आफ्नो अभिव्यक्ति दिनुहुन्छ भन्ने कुरा हामीले विश्वास गर्नुपर्छ। माननीय सदस्यहरूले चाहे माथिबाट बोल्दाखेरि होस् चाहे तलबाट समय लिएर बोल्दा होस्, आफूले बोलेको कुरा जिम्मेदारी साथ बोल्नुपर्छ, त्यसप्रति जवाफदेही हुन सक्नुपर्छ र राष्ट्रको गरिमा बढाउने गरिकन माननीय सदस्यहरूको भूमिका हुनुपर्छ भन्ने बारेमा मैले धेरै राखिरहनु पर्दैन। माननीय सदस्यहरूले बोलेको कुरा संसदीय अभ्यास अन्तर्गत गैर संसदीय भाषा, एकले अर्कालाई लान्छना गर्ने, आरोप गर्ने, नाम किटेर भन्ने, यसरी एक अर्कामा बोल्ने कुराहरूलाई हामीले सामान्यतया रेकर्डबाट हटाउने र त्यस्तो बोल्नबाट वञ्चित गर्ने कामहरू गरेको हाम्रो नियमावली र हाम्रो परम्परा छ। यसको मतलब प्रत्येक कुराहरू सभामुखलाई देखाएर आफूले बोलेका कुराहरूको यहाँबाट छिनोफानो गर्ने गराउने तरिकाहरू उचित हुन्छ या हुन्न, माननीय सदस्यहरूको म ध्यान आकृष्ट गराउन चाहन्छु। त्यसैले प्रत्येक माननीय सदस्यहरूले आफूले बोलेको कुराहरू जिम्मेदारीका साथ प्रमाणित हुने ढङ्गबाट बोल्नुहुनेछ भन्ने कुरा म विश्वास गर्छु र राष्ट्रले तपाईहरुप्रति त्यही अपेक्षा राख्दछ, त्यही विश्वास गर्दछ। आफ्नो जनप्रतिनिधिहरूले त्यही विश्वासका साथ तपाईहरुलाई यो ठाउँमा पठाएको कुराहरू म राख्न चाहन्छु। अब म